मौलिक सम्बन्धको रूपमा रहेको नेपाल सम्बन्ध 1136 प्रारम्भ भएको छ। नयाँ वर्ष प्रारम्भ भएको खुशियालीमा बिहिबार मुलुकभर विविध कार्यक्रमको आयोजना गरिएको छ। यस सम्बन्धलाई नेवार समुदायले नुहदैया अर्थात नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। एक रिपोर्ट। नेवार समुदायको बाहुल्यता रहेका मुलुकका विभिन्न स्थानमा नेपाल सम्बन्धको नयाँ वर्ष धूमधामका साथ मनाइएको छ। ती स्थानहरूमा विभिन्न र्यालीको आयोजना गरेर एक आपसमा शुभकामना आदान प्रदान गरिएको छ। ईस्वी सम्बन्ध 880 मा परोपकारी शंखधर साख्वाले गरीब जनताको ऋण मोचन गरे पश्चात शुरूआत भएको नेपाल सम्बन्धले 888 को शुरूआतसम्म राष्ट्रिय सम्बन्धको मान्यता पाए पनि विक्रम सम्बन्ध 1960 देखि यसलाई राष्ट्रिय सम्बन्धको मान्यता दिन छोडिएको थियो। राणा शासनको अन्त्य भई 2007 सालमा प्रजातन्त्रको स्थापना भएपछि नेपाल सम्बन्धलाई राष्ट्रिय मान्यताका लागि अभियान चल्दै आयो र 2055 सालमा सरकारले नेपाल सम्बन्धका प्रवर्धक साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्यो। सरकारले नेपाल सम्बन्धलाई राष्ट्रिय दिवस घोषणा गरेर राष्ट्रिय मान्यता दिए पनि व्यावहारिक रूपमा प्रयोगमा आउन नसकेकोमा सामाजिक अगुवा र संस्कृति कर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। नेपाल सम्बन्धकै आधारमा अन्य पर्वहरू तिथि मिति आदि तयार गरिने हुँदा अन्य पात्रोसँगै नेपाल सम्बन्धलाई पनि मान्यता दिई प्रयोग गर्नुपर्ने उनीहरू बताउँछन्। मन्त्रालयहरूबाट चाहिँ जुन चाहिँ लेटर प्याडहरू हुन्छ, कारोबार हुने चाहिँ जुन पेपरहरू हुन्छ त्यसमा चाहिँ अंकित होस्। त्यसै राष्ट्र ब्याङ्कबाट प्रकाशित गर्ने चाहिँ प्रकाशनमा आउने जति पनि मुद्रा छ त्यो मुद्रामा चाहिँ टिठीमिठी लेख्छ भने नेपाल सम्बन्ध पनि लेखौं पनि लेखौं। सर्वसाधारणहरू पनि नेपाल सम्बन्धको व्यावहारिक प्रयोगमा जोड़ दिइनुपर्ने बताउँछन्। हरेक वर्ष नयाँ वर्षका दिन पारेर औपचारिक कार्यक्रमहरूको आयोजना गर्दैमा यसको महत्व नबढ्ने उनीहरूको धारणा छ। यद्यपि यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा उनीहरूले जोड़ दिएका छन्। नेपालमा जति संस्कृति र यो प्रकृतिको धनी नेपालमा जाने हामीले विशेष रूपले अन्तर्राष्ट्रिय समुदायसम्ममा पनि पुर्याउने सक्छौं र लक्ष्य राखेका छौं। राज्यको प्रमुख प्रशासकीय अंगहरूमा विक्रम सम्बन्धसँगै नेपाल सम्बन्धलाई पनि प्रचलनमा ल्याउँदै आम नागरिकलाई पनि यसको महत्व र गरिमालाई मनन गर्न सर्वसाधारणहरूले सुझाव दिएका छन्। क्यामेरामा केदार महर्जनका साथमा टिभी जर्नलिस्ट गणेश भट्ट, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा ठूला देशहरू अरूको उपनिवेश भए पनि नेपाल सानै भए पनि कहिले कसैको दास नभएको स्मरण गराउनु भएको छ। उहाँले राष्ट्रियताको सवालमा कसैसँग नझुक्ने पनि प्रश्न पार्नु भएको छ। नेपाल सम्बन्ध 1136 को अवसरमा बिहिबार काठमाडौँको बसन्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भूकम्पले पुर्याएको क्षतिसँगै भारतले लगाएको नाकाबन्दीले देशमा संकट परेका बेला अब राष्ट्र निर्माणमा सबै नागरिक एकजुट भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो। उहाँले यो कसैमाथि आरोप प्रत्यारोप लगाउने बेला नभएको प्रश्न पार्दै देशमाथि परेको दुःखमा सबै एक हुनुको विकल्प समेत नभएको बताउनुभयो। यति बेला हामी ससाना कुराहरू लिएर कुद्ने अवस्था छैन। यति बेला हामी राष्ट्र निर्माणको अवस्थामा भुइँचारोले यत्रो ध्वस्त पारेको छ, नाकाबन्दीले यत्रो तबाह गरेको छ हामीलाई। अब यसबाट अगाडि बढेर हामीले राष्ट्र निर्माणका प्रयासमा एकजुट भएर जुट्नुपर्छ, अगाडि बढ्नुपर्छ। प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार आन्दोलनकारी दलहरूको जायज माग राष्ट्रियता सार्वभौम नेपालको अस्तित्वलाई खलल नपुग्ने गरी पूरा गर्न जहिले पनि उद्धार रहेको दोहोर्याउनुभयो। हाम्रा कोही साथी गएर चाहिँ बाटामा बसेर छेक्दिन्छ, त्यो पनि नेपाली नै भनेर मानिदिनु पर्यो। ठिकै छ, के चाहियो त हामी पूरा गरौँ। म एकदम लचिला छु, उहाँहरूका जायज माग सम्पूर्ण पूरा गर्छु। एक ठाउँ बसु, पूरा गरौँ। नेपाली जनतालाई दर दर रुवाउने काम नगरौँ। जे गर्न पर्छ, जे चाहिन्छ सरकार तयार छ। नेपाल राष्ट्रलाई नोक्सान नपर्ने, नेपालको शेर ननिउरने, नेपाली जनतालाई नोक्सान नपर्ने, नेपाली जनतालाई फाइदा हुने सबै काम म अहिले भन्न चाहन्छु। नोट गरेर राख्नु भए पनि हुन्छ। प्रधानमन्त्री ओलीले संविधान जारी हुन नदिन विभिन्न चलखेल भए पनि त्यो सफल हुन नसकेको र अब संविधान कार्यान्वयनमा पनि संविधान निर्माण गर्दा जस्तै सबै एक हुनुपर्ने बताउनुभयो।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई सरकारमा आउन आग्रह गर्नुभएको छ। गिरिजा प्रसाद कोइरालालाई सम्झँदै ओलीले माले मसाले र मण्डलीको भनाई परिवर्तन भइसकेको भन्दै अहिलेको सरकारमा नेपाली कांग्रेस बाहेक सबै भएको बताउनुभयो। 1136औं नेपाल सम्बन्धमा नेपाल सम्बन्धका प्रवर्तक शंखधर साख्वाको प्रतिमूर्तिमा माल्यार्पण गर्दै प्रधानमन्त्री ओलीले नेपालको समृद्धि र देश निर्माणको समय भएकोले कांग्रेसले सहयोग गर्ने आशा व्यक्त गर्नुभएको हो। थोरै बाँकी एउटा कुरा रहेको छ, त्यो एउटा कुरा बाँकी रहन थिएन। हेलो बसो परो साथीहरू, यस्तो पिर्का चारेर परतिर बस्यो। तर म फेरि उहाँहरूलाई पनि ल्याउँछु। उहाँहरू आउनुहुन्छ, यो देश बनाउने कुरा हो, देश बनाउने कुरा हो। कांग्रेस बाहेक सबै संसदका नेपाल सम्बन्धका प्रवर्तक साख्वा राष्ट्रिय विभूति भएको भन्दै प्रधानमन्त्री ओलीले साख्वा प्रतिष्ठान र नेपाल सम्बन्धको विकासमा सक्दो सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। नेपाल सम्बन्धका प्रवर्तक शंखधर साख्वा जो नेपालीहरूका राष्ट्रिय विभूति हुनुहुन्छ। विभिन्न जाति र भेषभूषाले सजिएको नेपाललाई भाइचाराको विकासले सजाउनु पर्ने भन्दै प्रधानमन्त्री ओलीले नेपालको समृद्धिको लागि सबैको सहयोग अपरिहार्य भएको टिप्पणी गर्नुभयो। मधेसी जन अधिकार फोरम लोकतान्त्रिक अध्यक्ष एवं उप प्रधानमन्त्री विजय गच्छादारले मधेस केन्द्रित दलहरूले गरेको आन्दोलनको प्रमुख माग सीमाङ्कन भएकाले राज्यको पुनर्सीमाङ्कन नगरी समाधान ननिस्किने बताउनु भएको छ। उहाँले राज्यको पुनर्संरचना गर्ने क्रममा जिल्ला जिल्ला टुक्राएर भए पनि सीमाङ्कनको विवाद समाधान गर्नुपर्ने बताउनुभयो। बिहीबार विराटनगरमा संचारकर्मीहरूसँग उप प्रधानमन्त्री गच्छदारले सीमाङ्कनको समस्या समाधान र संविधान संशोधनका लागि तिहारपछि शीर्ष तहमा वार्ता गरिने जानकारी दिनुभयो। उहाँले मुलुक संघीयतामा गइसकेकोले जिल्ला र नगरको संरचना यथावत राख्नुको औचित्य नभएको बताउँदै प्रमुख राजनैतिक दल र मधेस केन्द्रित दलका नेताहरूको सहमतिमा राज्यको पूर्ण सीमाङ्कन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। सीमानाको कुरा नमिलाइकन मिल्दैन हैन, त्यसैले सीमानामा हेरफेर र पुनर्सीमाङ्कन गरेर मात्रै यो समस्याको समाधान हुन्छ। त्यसका नभए त्यो समस्या जहाँको त्यही छ। उप प्रधानमन्त्री गच्छदारले अहिले सीमा क्षेत्रमा देखिएको अवरोधका कारण मुलुकमा आर्थिक र सामाजिक समस्या उत्पन्न भएकोले मधेसको समस्या छिटो टुंग्याउन दुवै पक्षले अधिकतम उदारता देखाउनु पर्ने धारणा पनि व्यक्त गर्नुभयो। तराई र मधेसको आन्दोलनको कारणले सिङ्गो नेपाललाई पनि पुरै नेपाललाई पनि प्रतिकूल असर पारेको छ। त्यसैले अब अर्थव्यवस्थालाई पनि धेरै ठूलो क्षति पुर्याएको छ। अब कुनै पनि किसिमले अधिकतम उदारता अपनाएर वार्तालाई साकार बनाउनु पर्छ। एक प्रश्नको उत्तरमा भौतिक योजना निर्माण तथा यातायात मन्त्री समेत रहनुभएका गच्छदारले तातमानी नाका खोल्न चीनतर्फ समस्या भएकोले यातायात सुचारू हुन नसकेको जानकारी दिनुभयो। अहिले चीनतर्फका नाकाहरूको सड़क स्तर उन्नतिका लागि सरकारले विशेष प्राथमिकता दिएको पनि बताउनुभयो। उप प्रधानमन्त्री एवं ऊर्जा मन्त्री टोप बहादुर रायमाझीले साँझ बिहान लोडसेडिङ नगर्ने प्रतिबद्धता जनाउनु भएको छ। उहाँले भारतको नाकाबन्दीको कारण सर्वसाधारण उपभोक्तालाई राहत दिन बिहान र बेलुका खाना पकाउने समयमा लोडसेडिङ नहुने जानकारी दिनुभएको छ। बिहिबार काठमाडौँ कार्यक्रममा इन्धन संकटमा राहत दिनका लागि दाउरा ल्याउने र राष्ट्र सेवक कर्मचारीले लिइरहेको सुविधा समेत कटौती गर्ने योजनामा सरकार रहेको बताउनुभयो। भूकम्पको आलो घाउमा भारतीय नाकाबन्दीले नुनचुक दलेको भन्दै ऊर्जा मन्त्री रायमाझीले आपूर्ति सहज नभए पनि नेपाली जनतामा देखिएको राष्ट्रिय एकता गर्वको विषय भएको बताउनुभयो। कूटनीतिक पहल गरेर नाका खोल्ने र मधेसीको माग सम्बोधन गर्न ढिलाइ भइसकेको बताउँदै उहाँले संविधान कार्यान्वयन गर्न पनि नाकाबन्दी र आन्दोलन सम्बोधन गर्ने पनि आवश्यकता दोहोर्याउनु भएको छ। उहाँले समावेशी समानुपातिक प्रतिनिधित्व र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणमा सबैको प्रतिबद्धता आइसकेकोले अहिले सीमाङ्कनमा केही फेरबदल गर्न छलफल भइरहेको बताउनुभयो। अहिले देखिएको समस्या समाधानमा सरकार अधिकतम लचक भएर प्रस्तुत हुने विश्वास पनि उप प्रधानमन्त्री रायमाझीले व्यक्त गर्नुभएको छ। हामी निरन्तर न्यूजमा छौं।
अब ISI चिन्हद्वारा प्रमाणित। देशको मेरुदण्ड जगदम्बा स्टिल। यो हो वज्रशक्ति सिमेन्ट, सशक्त र दिगो निर्माणको लागि नेपाल गुणस्तर चिन्ह प्राप्त वज्रशक्ति सिमेन्ट, शक्ति र रक्षाको प्रतीक। पोखरा ट्रेड मल, सुन्दर नगरी पोखरामा एउटै छानामुनि ब्रान्डेड तथा गुणस्तरीय सामानहरू, भव्य फुड कोर्ट, सुविधा सम्पन्न आरामदायी सिनेमा हल, ग्रोसरी सामानहरू, बैंकिङ सेवा, पर्याप्त पार्किङ सुविधा भएको नेपालकै सबैभन्दा विशाल मल पोखरा ट्रेड मल यहाँहरूलाई हार्दिक स्वागत गर्दछ। पोखरा ट्रेड मल, चिप्लेढुङ्गा, पोखरा। बच्चाहरू होमवर्क गर्न अल्छी गर्थे, अनेक बहाना गर्थे। अहिले मिडास ई क्लास दिएपछि सजिलो भएको छ। कार्टुन मन पराउने बच्चाहरूलाई मिडास ई क्लासमा भिडियो हेर्दै, गेम खेल्दै पढ्न पाए अरु के चाहियो र? मिडास ई क्लासमा त मेरो किताबको सबै लेसनहरूको अडियो भिडियो छ अनि गेम पनि छ। आजको युगमा मिडास ई क्लास प्रयोग नगरे त बच्चाहरू पछि परिहाल्छन् नि। Incorporated. हामी निरन्तर न्यूजमा छौं। अब बाँकी प्रसंग। नेपालमाथि भारतले गरेको नाकाबन्दी खुलाउने विषयमा भारत सरकारसँग वार्ता भइरहेको बेलायतले जनाएको छ। बेलायती संसदमा भएको छलफलमा बेलायती विदेश मन्त्रालयले भारतलाई नाका खोल्न दबाव दिएको बताइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणको ठीक अघि बेलायती संसदमा यसबारे कुरा उठेको हो। बेलायती सांसद म्याथ्यू ओफर्डले भारतीय नाकाबन्दीका कारण नेपालमा मानवीय संकट उत्पन्न भएको भन्दै नाका खुलाउन बेलायत सरकारको पहलबारे सरकारसँग जवाफ मागेका थिए। जवाफमा बेलायती विदेश राज्य मन्त्री ह्युगो स्वाइडले नेपालमा लगाइएको नाकाबन्दीका कारण आफ्नो ध्यानाकर्षण भएको र सम्बद्ध पक्षलाई संवादका माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्ने बताएका थिए। उनले बेलायतका नेपाल स्थित कार्यवाहक राजदूतले नेपालका लागि भारतीय राजदूतसँग नाकाबन्दी खुलाउने बारे पहल गरेको बताएका छन्। यसैगरी दिल्ली स्थित बेलायती हाई कमिश्नर सर जेम्स वैभनले भारतीय विदेश सचिव एस जयशंकरसँग भेट गरी नेपालमाथि भइरहेको नाकाबन्दी खुलाउने बारे छलफल गरेको समेत उनले जानकारी दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनी कठिनाईले गर्दा विक्रम सम्वतलाई आफूले अन्तर्राष्ट्रिय रूपमा प्रयोग गर्न नपाएको बताउनु भएको छ। नेपालमा प्रचलनमा रहेको विक्रम सम्वतले अन्तर्राष्ट्रिय मान्यता नपाएका कारण यस्तो समस्या हुने गरेको उहाँको भनाइ छ। आफ्नो जन्म साल र उमेरको उदाहरण पेश गर्दै उहाँले ईस्वी सम्मत प्रयोग गर्नुपर्ने बाध्यता भएको प्रश्न पार्नु भएको हो। प्रधानमन्त्री ओलीको यही अभिव्यक्ति आजको बाइट अफ द डे। बाइट अफ द डे का साथमा अम्बे स्टिल्स, हामी हौ हामी छौं, अम्बे सिमेन्ट, यो देशको शेयर उच्च राख्दै, एबीसी नुडल्स। हामीले अन्तर्राष्ट्रिय सम्बन्ध ईस्वी सनलाई अन्तर्राष्ट्रिय सम्बन्धको रूपमा चलाउन हामी बाध्य छौं। मेरो जन्म मिति 2008 साल हो। यदि मैले मेरो पासपोर्टमा जन्म मिति 2008 साल लेखे भने त्यो पासपोर्ट बाहिर लिएर जाँदा मान्छे छक्क पर्छ, 7 वर्षको बच्चा यस्तो हुन्छ भनेर। अब बिजनेस 24। बिजनेस 24 का साथमा ICFC Finance Limited, your complete banking solution. LG, upgrade your lifestyle with LG Smart Refrigerator. वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले बजारमा असाधारण रूपमा खाने तेलको मूल्य बढ़ाउने तेल उत्पादक कम्पनीहरूलाई स्पष्टीकरण सोधेको छ। उनीहरूलाई तेलको मूल्य बढ़ाउनु पर्ने कारण र आधार सहित लिखित जवाफ लिएर विभागमा हाजिर हुन विभागले आग्रह गरेको छ।
वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले बजारमा असाधारण रूपमा खानेतेलको मूल्य बढ़ाउने तेल उत्पादक कम्पनीहरूलाई स्पष्टीकरण सोधेको छ। उनीहरूलाई तेलको मूल्य बढ़ाउनु पर्ने कारण र आधार सहित लिखित जवाफ लिएर विभागमा हाजिर हुन विभागले आग्रह गरेको छ। बजारमा अभाव भएको कारण देखाउँदै खानेतेलमा झण्डै 33 देखि 100% सम्म मूल्य वृद्धि गरेपछि विभागले तेल उत्पादक कम्पनीहरूसँग स्पष्टीकरण लिएको हो। विभागले धारा ब्रान्डको तेल उत्पादक दुगड ग्रुप र कुसुम तेल मिल लगायत कम्पनीसँग यस विषयमा जवाफ मागेको हो। सबै कम्पनीको विवरण विभागले खुलाएको छैन। अभावको मौका छोपेर अत्याधिक मूल्यमा तेल बिक्री भएको सूचनाका आधारमा विभागले मंगलबार र बुधबार बजार अनुगमन गरेको थियो। अनुगमनका क्रममा तोरीको तेल प्रति लिटर 280 रुपियाँसम्म बिक्री भएको भेटिएको छ। यसैगरी सूर्यमुखी तेल लिटरको 270 रुपियाँसम्म किनबेच भएको भेटिएको छ। सोयाबिन तेल पनि प्रति लिटर 240 रुपियाँसम्म बेचेको पाइएको छ। भारतबाट कच्चा तेल र तेलजन्य कच्चा पदार्थ आयात कम भएको बहाना बनाएर उद्योगीहरूले तेलको मूल्य नियत बस बढ़ाएको भन्दै सरकारले निगरानी बढ़ाएको हो। हामी निरन्तर न्यूजमा छौं। कस्तो स्लिम एन्ड ट्रिम के हो यसको राज? टोक्ला अर्ग्यानिक ग्रीन टी दिनमा म 5-6 कप पिउन थालेकी छु। टोक्ला ग्रीन टी पिउनुहोस्, स्वस्थ रहनुहोस्। टोक्ला ग्रीन टी। Phoenix College of Management, think globally. BBA and MBA, Bijli Bazar, Kathmandu. Phoenix College of Management, think globally. BBA and MBA, Bijli Bazar, Kathmandu. I wanna free myself to live an amazing life. I wanna free myself to live an amazing life. Life is amazing. It is amazing. That's why my internet needs to be amazing too. Subisu Internet. Amazing all the way. Knowledge at Mega makes everyone's future brighter. Nepal Mega College. Mega Center for Excellence, Babar Mahal, Kathmandu. Admission open in BSW with English and Psychology. BBS with extra packages, internship, accounting, entrepreneurship, skill training, computer and job placement. आरामदायी, भरपर्दो र सहज यात्राको लागि टाटा विंगर। संचारको न त जात हुन्छ न त विचार, हामी पार्छौं जन आवाजलाई साकार। जहाँ जे हुन्छ त्यहाँ तटस्थ कलम चल्छ। जनताको असली सूचक लोकप्रिय राष्ट्रिय दैनिक राजधानी। हामी निरन्तर न्यूजमा छौं। अब स्पोर्ट्स 24। स्पोर्ट्स न्यूज का साथ में रेड बुल, द वन एंड ओनली एनर्जी ड्रिंक, अग्नि सीमेंट, BF Deer Hill शूज, उपकार चिया, हर मौसम लाइफ परफेक्ट। पश्चिम नेपालको उच्च हिमाली क्षेत्रमा आयोजना भइरहेको याक अट्याक साइकल दौड़को टोली हिमालपारीको जिल्ला मनाङको माथिल्लो क्षेत्रमा पुगेको छ। टोली टंकी मनाङ अन्नपूर्ण बेस क्याम्प हुँदै थेराङ भन्स्याङ उक्लनेछ। याक अट्याक नेपालमा आयोजना हुने एकमात्र उच्च हिमाली साइकल दौड़ हो। यो दौड़ संसारकी जटिल रेस मध्ये एक पनि हो। खेलाड़ीहरूले 5416 मिटर उचाइको थोराङ भन्स्याङ पार गर्न बाटामा आइपर्ने चिसो हावापानी, जाडो गर्मी सहनुपर्ने साइकल चलाएर माथिल्लो मनाङमा आइपुगेका मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले बताए। विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइक्लिङ प्रतियोगिता मध्येको याक अट्याकिङ साइकल रेस 9औं संस्करण पनि हो। काठमाडौँको शिवपुरीदेखि मुस्ताङको तातोपानीसम्म चल्ने उक्त प्रतियोगितामा सहभागी खेलाड़ीहरू माथिल्लो मनाङ आइपुगेका हुन्। बेलायतको फिल्ड इभेन्ट्सको आयोजना र नेपालको यति ट्राभल्सको व्यवस्थापनमा कार्तिक 21 गते काठमाडौँको शिवपुरीबाट प्रतियोगिताको आरम्भ भएको हो। 8 वर्षदेखि हुँदै आएको याक अट्याक इन्टरनेशनल बाइकिङ सिरिजको यो संस्करणमा 2 महिला सहित
30 खेलाड़ी सहभागी छन्। नेपालका 6 जना सहित अमेरिका, क्यानाडा, फ्रान्स, स्विडेन, जापान, भुटान र भारतका खेलाड़ी सहभागी यो साहसिक रेस समुद्री सतहबाट 5416 मिटर उचाइको थोराङ भन्ज्याङ छिचोल्दै मुस्ताङको तातोपानी पुगेर सकिनेछ। कुल 450 किलोमिटर लामो 10 दिने प्रतियोगिता काठमाडौँबाट नुवाकोट, धादिङ, गोर्खा, लमजुङको बेसी सहर हुँदै मनाङ पुगेको हो। अब इन्टरनेशनल न्यूज। स्विडेनले आफ्नो देशमा आउन सक्ने आप्रवासीहरूको चाप रोक्न अस्थायी चेकपोस्ट खड़ा गर्ने भएको छ। आप्रवासीहरूको प्रवेशले सामाजिक सद्भाव भड्किन सक्ने भन्दै स्विडेनले देशको सिमानाका सुरक्षा चेकपोस्ट राख्ने निर्णय गरेको हो। स्थानीय समय अनुसार बिहिबार मध्य दिनबाट शुरू हुने त्यो नियम तत्कालका लागि आगामी 10 दिनका लागि लागू हुने समाचारमा जनाइएको छ। माल्टामा भएको सम्मेलनमा अत्याधिक आप्रवासी समस्या समाधानका लागि युरोपियन युनियनले 1 अर्ब 80 करोड़ युरो सहयोग गर्ने घोषणा गरेको थियो। तर केही अफ्रिकी नेताहरूले भने उक्त रकम अपुग हुने भन्दै आलोचना गरेका थिए। यो वर्ष मात्र एरिट्रिया, नाइजेरिया, सोमालिया लगायतका अफ्रिकी देशहरूबाट 1,50,000 आप्रवासी भूमध्य सागर हुँदै युरोप प्रवेश गरिसकेका छन्। त्यसैगरी 6,50,000 सिरियाली आप्रवासीहरू टर्की र ग्रीसको बाटो हुँदै युरोप प्रवेश गरेका छन्।